जोजोलपा नेपाल भाषा सेका दिशा अस्ति माघ 1 गते नेवा कम्युनिटीले घ्य चाकु सलु भनेर मनाउँछ। त्यो दिनलाई माघ 1 गतेलाई घ्य अर्थात् घिउ भयो, चाकु भइहाल्यो। सलु भन्नाले महिनाको पहिलो दिनलाई सलु भन्छ नेपाल भाषामा। फेरि एकचोटि भन्छु, माघ महिनाको पहिलो दिन अर्थात् माघ 1 गते नेवा कम्युनिटीले घ्य चाकु सलु मनाउँछ। र यो दिन आमाको हातबाट तेल पनि लगाइन्छ। टाउकोमा, जुन टाउकोको पछाडिपट्टि चक्र हुन्छ त्यो ठाउँमा तेल लगाइन्छ। आमाको हातबाट तेल राख्नु पर्छ। नेपाल भाषामा माया ला त चिक ते मानी। माया ला त चिक ते मानी। आमाको हातबाट तेल राख्नु पर्छ। यसमा अब मा भनेको आमा भइहाल्यो। आमा माया भन्नाले आमाको, हातबाट भन्नको लागि चाहिँ ला त, चिक भन्नाले तेल भयो, ते मानी भन्नाले राख्नु पर्छ। टाउकोमा तेल राखिदिनुस्। छेने चिक टी। यो ताई होइन, टी हो, टी। छेने चिक टी। टी भन्नाले अब राख भन्ने बुझिन्छ। राखिदिनुसलाई अब तया दिशा भन्छ। तर हामीले अब साधारण कुरा गर्दाखेरि अब आमाले अब आफ्नो जेठोलाई अब तया दिशा भन्दा पनि फ्यामिली मेम्बरलाई टी भन्ने गरिन्छ। टी अर्थात् राख। तया दिशा पनि भन्छौँ, तर त्यो बाहिरको मान्छेलाई चाहिँ, अब बाहिरको मान्छे भएदेखि चाहिँ, अब कोही बाहिरको मान्छे अथवा मान्नुपर्ने मान्छे भएदेखि चाहिँ राखिदिनुस् भनेर भनिन्छ, नत्र राख नै भनिन्छ। अब ती भनेको चाहिँ अब राखिदिनुस् भनेर बुझ्दा पनि हुन्छ, अब राख भनेर बुझ्दा पनि हुन्छ। अर्को सेन्टेन्स, तेल राख थाप। चिक टी फा। चिक टी फा। फा अर्थात् थाप, टी अर्थात् राख। र देऊ भन्नको लागि पनि टी भनिन्छ। घिउ अर्थात् घ्य। घिउ मन पर्छ? घ्य य ला। घ्य य ला। य ला अर्थात् मन पर्छ। अब यसको एन्सर चाहिँ नि अब मन पर्छ भनेर दिनको लागि चाहिँ नि य अथवा मन पर्दैन भनेर दिनको लागि चाहिँ मय। त्यस्तै गरी मलाई मन पर्छ भन्नको लागि चाहिँ जित य, र मलाई मन पर्दैन भन्नको लागि जित मय। घिउ भात खाने हो? घ्य जा नेउ खला। घ्य जा नेउ खला। घ्य अर्थात् घिउ भइहाल्यो, जा अर्थात् भात भयो, नेउ भन्नाले खाने हो भन्नलाई खला। त्यस्तै गरी अब यो क्वेसन भयो, यसमा खाने भनेर एन्सर दिनको लागि नेउ, नखाने भनेर एन्सर दिनको लागि नेउ मखु। त्यस्तै अर्को छ, तेल खस्ने हो। यो अब माघे संक्रान्तिमा कसैले अब काममा बसेर तेल पनि खस्छ पहिले, अहिले त खासै थाहा छैन। हुन त तेल अब माघे संक्रान्ति नभएको बेला पनि खस्छ। त्यही पनि अब यो मैले चाहिँ यो सेन्टेन्समा जोडिदिएको छु। तेल खस्ने हो। चिक बुयु खला। चिक बुयु खला। अब चिक भन्नाले तेल भइहाल्यो, बुयु भन्नाले खस्ने, खला भन्नाले हो। र त्यस्तै गरी अब खस्ने हो भनेर एन्सर दिनको लागि चाहिँ बुयु। अब नखस्ने भन्नको लागि चाहिँ बुयु मखु। त्यस्तै अब तेल खस्न मन पर्दैन भन्नको लागि चाहिँ चिक बुयु मखु।
मय मन पर्दैन भन्नलाई, होइन भन्नको लागि मखु भयो। तेल कस्न मन पर्दैन भन्नको लागि चिक बुई मय। त्यस्तै गरी तेल कस्ने होइन भन्नको लागि चाहिँ चिक बुयु मखु भन्न सकिन्छ। त्यस्तै अर्को एउटा रमाइलो सेन्टेन्स पनि मैले यहाँ ल्याएर जोडेँ। त्यस्तै गरी म सुत्केरी हो र तेल कस्नलाई, यो भन्नको लागि जी मचा बु म, मचा बु म खला चिक बुई त, जी मचा बु म खला चिक बुई त। जी भन्नाले म भइहाल्यो, मचा बु म भन्नाले सुत्केरी, अनि त्यस्तै गरी खला भन्नाले हो र भइहाल्यो, अनि कस्नलाई भन्नाले बुई त। नेक्स्ट, लुगा फुकाल म तेल कसिदिन्छु। ल तोती जी चिक बुका बी, ल तोती जी चिक बुका बी। जी यस्तो भन्दा पनि हुन्छ, जी हो, जी होइन जी हो। ल अर्थात् लुगा, टोटी अर्थात् फुकाला, फुकाला भन्नको लागि टोटी भनिन्छ। म अर्थात् जी, अनि बुकाबी भन्नाले खसिदिन्छु। त्यस्तै अर्को, ढाडमा तेल कस जे चिक बु, जे चिक बु। ज अर्थात् ज भन्नाले ढाड हो, जे भन्नाले ढाडमा। त्यस्तै गरी अब ढाडमा तेल कसिदेऊ भन्नु पर्यो भने चाहिँ जे चिक बुको सट्टा बुका बिउ, जे चिक बुका बिउ, बुका बिउ। त्यस्तै गरी अब ढाड दुख्यो भन्नको लागि चाहिँ जे होइन ज स्याट। त्यस्तै अर्को छ, मलाई एकचोटि तेल कसिदेऊ। जित छक चिक बुका बिउ, जित छक चिक बुका बिउ। जित अर्थात् मलाई, छक अर्थात् एकचोटि, अब दुईचोटि भन्नलाई चाहिँ निक भनिन्छ, एकचोटिलाई चाहिँ नि छक, अनि बुका बिउ अर्थात् कसिदेऊ। अब यो कसैले रिक्वेस्ट गर्दाखेरि अब हुन्छ भन्नु पर्यो भने चाहिँ ज्यू, अब मेरो भ्याउँदैन भन्नु पर्यो भने चाहिँ जी मला, जी मला, मला अर्थात् भ्याउँदैन। त्यस्तै गरी अब बाहिर कसैले तेल घस्दियो भन्यो भने बाहिर जानुपर्छ भन्नको लागि चाहिँ प्या वनी मानी, प्या वनी मानी। प्या वनी भने बाहिर जानु, अब मानी भन्नाले पर्छ। त्यस्तै गरी अब आफै कस भनेर भन्नको लागि चाहिँ छ हे बु। त्यस्तै अलिकति रमाइलो प्याटर्नमा एन्सर दिँदाखेरि चाहिँ जसको कहिलेकाहीँ अब कोही मोटो मान्छेलाई जिस्काउँदाखेरि चाहिँ अब यस्तो भन्न पनि सकिन्छ, हात्तीलाई तेल कस्न सक्दिन। किसी या त चिक बुकी मफु, किसी या त चिक बुके मफु। किसी अर्थात् हात्ती, किसीलाई अर्थात् किसी या त अर्थात् हात्तीलाई, बुके मफु अर्थात् कस्न सक्दिन, मफु भन्नाले सक्दिन। अब बिरामीलाई चाहिँ नि, बिरामी हुँदाखेरि चाहिँ नि अब मफु भन्ने गरिन्छ। त्यस्तै गरी अर्को रमाइलो सेन्टेन्स एउटा छ, अब बोकाले पनि तेल कस्छ भनेर हामीले कहिलेकाहीँ अब रमाइलो एन्सर यसरी पनि जवाफ यसरी पनि दिन सकिन्छ, र जवाफ भन्दा नि यो प्रश्न गर्न सकिन्छ यसरी रमाइलो तरिकाले। दुकुचा न, यो भन्दाखेरि दुकुचा भन्नु होला, दुकुचा र दुकुचा न चिक बुइला, दुकुचा न चिक बुइला। दुकुचा अर्थात् बोका भयो, बुइला अर्थात् कस्छ। त्यस्तै गरी यहाँ अब रागा भन्नु पर्यो भने चाहिँ
मे भन्ने सकियो मे। त्यस्तै गरी अब कसैको निकनेम भ्यागुता छ भनेदेखि चाहिँ अब यसमा ब्याचा भन्न सकिन्छ। ब्याचा ब्याचा अर्थात् भ्यागुता। ब्याचा भन्दाखेरि भ्यागुतोले पनि भन्ने बुझिन्छ। र त्यस्तै गरी अरू निकनेमहरू पनि हजुरले खोजिराख्नु भएको छ भने मैले प्रिभियस च्याप्टरहरूमा निकनेम भनेर एउटा दिएको छु। च्यानलमा गएर निकनेम सर्च गर्नुभयो भने त्यो निकनेमहरू सबै आउँछ। एनिमल नेमहरू पनि त्यस्तै गरी एनिमल नेमहरू पनि दिएको छु मैले। त्यस्तै गरी अर्को सेन्टेन्स, घाममा बसेर तेल कस्नु पर्यो। निभाले निभाले चोना चिक बुई माला। निभाले चोना चिक बुई माला। निभाले अर्थात् घाममा, बसेर अर्थात् चोना, बुई माला अर्थात् खस्नु पर्यो। र अब कसैले घाममा बसेर तेल खस्नु पर्यो भनेर भन्दाखेरि अर्को मान्छेले अब यस्तो पनि भन्न सकिन्छ। जस्तै हावा आयो भन्नको लागि चाहिँ फे वल, फे वल। जस्तै अब हावा आइराखेको छ भन्नको लागि चाहिँ फे वया चङ्गु डु, फे वया चङ्गु डु। वया चङ्गु डु अर्थात् आइराखेको छ, वल अर्थात् आयो। त्यस्तै काम तेजिलो छैन भन्नको लागि निभा मथी, मथी, निभा मथी। निभा अर्थात् काम, मथी अर्थात् तेजिलो छैन। त्यस्तै अब तेल खस्न बस्दाखेरि बादल लाग्यो भनेदेखि चाहिँ हामीले सुपै सुपै वल भनेर भन्न सकिन्छ। सुपाए भन्नाले हजुरको यो बादल भयो। त्यस्तै गरी अर्को सेन्टेन्स, आउ म तिमीलाई तेल घसी दिन्छु। वा छन्त छन्त जी चिक बुका बी। वा छन्त जी चिक बुका बी। वा अर्थात् आउ, र दाँतलाई पनि आउ भन्छ, कानलाई पनि आउ भन्छ। सरी, दाँतलाई पनि वा भन्छ, थानलाई पनि वा भन्छ। र यो छन्त र जी र चिक त प्रिभियस सेन्टेन्समा रिपिट भइसक्यो। र बुका बी अर्थात् घसी दिन्छु। र कसैले आउ म तिमीलाई तेल घसिदिन्छु भन्दाखेरि लाज लाग्छ भन्नु पर्यो भनेदेखि चाहिँ म छासे, म छासे चो। त्यस्तै गरी अब तेल घस्दा कसैले कौकुती लाउँछ र त्यो भन्दाखेरि कौकुती नलाउ है भन्नु पर्यो भने चाहिँ कुचु कुचु नके मते नि, कुचु कुचु नके मते नि, कौकुती अर्थात् कुचु कुचु। र अब यो कुचु कुचु हटाएर हामीले नके मटे नि मात्र भन्दाखेरि यो नके मटे निको मिनिङ चाहिँ डिफ्रेन्ट आउँछ। जस्तै नके मटे नि भन्नाले नखुवाऊ है भनेर बुझिन्छ। र कुचु कुचु नके मटे नि भन्दाखेरि चाहिँ यसको फुल मिनिङ चाहिँ नलाऊ है भन्ने बुझिन्छ। त्यस्तै गरी अर्को सेन्टेन्स, तेल कस्न मन पर्छ। चिक बुई यला, चिक बुई यला। र त्यस्तै गरी कसैले तेल कस्न मन पर्छ अनि सोद्धाखेरि अब कोही तेल कस्न मन पराउने मान्छेले चाहिँ यसरी पनि जवाफ दिन सकिन्छ, त्यो पनि सोध्नु पर्छ र भनेर भन्दाखेरि चाहिँ व न न्याने न्याने माला। व न न्याने माला। व अर्थात् त्यो, अनि न्याने माला अर्थात् सोध्नु पर्छ र। र अब यो सोध्नु पर्छलाई चाहिँ अब कसैलाई केही सोध्नु पर्छ भने सोद्धाखेरि चाहिँ न्याने माला भनेर पनि भन्न सकिन्छ। त्यस्तै गरी अब मलाई त साह्रै मनपर्छ भनेर एन्सर दिनको लागि चाहिँ जितला जितला सिके य, जितला सिके य, सिके य अर्थात् साह्रै मनपर्छ भन्नको लागि चाहिँ सिके य भनेर भन्न सकिन्छ। र त्यस्तै गरी साह्रै मन पर्दैन भन्नको लागि चाहिँ नि सिके मय अर्थात् जितला सिके मय भनेर भन्न सकिन्छ।
आजको लागि यति नै। भिडियो कस्तो लागिरहेछ भन्नुहोला र कतिको नेपाल भाषा सिक्नुभयो त्यो पनि भन्नुहोला र नेपाल भाषा प्र्याक्टिस गर्नुभयो। जति धेरै प्र्याक्टिस गर्नुहुन्छ त्यति नै छिटो सिक्न सक्नुहुन्छ। थ्याङ्क यू। शुभ